ल ल ल स्किप नगर्नुहोस् ल, राम्रोसँग सुन्नुहोस्। एउटा एउटा पहिला म म हिन्दू नै थिएँ त्यतिखेर। हाम्रो भेनाजु चाहिँ विश्वासी हुनुहुन्थ्यो, क्रिस्चियन हुनुहुन्थ्यो। अनि खाना खानु बोलाएको थियो। अनि खाना खानु बोलाउँदाखेरि प्रभुको वचनहरू हामीलाई सुनाउँदाखेरि कस्तो रिस उठ्ने क्या मलाई, कस्तो रिस उठेर एकदम रिस उठ्ने भए पनि ल मेरो भेनाजु मेजबान खिलाउनु। अनि भात तरकारीहरू खानाहरू बनाएर मैले हामी श्रीमती र मैले खानु बोलाएको थियौँ। रियल कहानी हो। अनि भात खानु बोलाउँदाखेरि म चाहिँ हिन्दूमै थिएँ त्यतिखेर। अनि बोलाउँदाखेरि अनि प्रभुको वचन सुनाउँदा सुन्यो एकदम नि प्रभुको वचन राम्रो। उनले त अब राम्रोको लागि, हामीको निम्तिको लागि, हामीलाई हाम्रो आत्मा बचाउनुको लागि त हाम्रो भेनाजुले त्यस्तो गरेर हामीले भेनाजुलाई त्यतिखेर भन्थ्यो कि भेनाजुले यसो बाइबलको कहानी, हाम्रो प्रभु यीशुको कहानी त्यतिखेर सुनाउनु हुन्थ्यो। त्यतिखेर हामीलाई चाहिँ धेरै गाह्रो हुन्थ्यो कि एकदम कतिखेर खाना खाएर चाहिँ गइसक्छ। खालि अब खाना खानु बोलाएको, मनले चाहिँ खाना खानु बोलाएको, उसको वचन बाइबलको वचन भनेको कमसेकम 1 घन्टा आदि हामीलाई सिकायो। मलाई बहुत रिस उठ्यो। अनि भेनाजु हेर्नुहोस्, तपाईँ त एउटा विश्वासी हो, म हिन्दू हो, मैले तपाईँलाई इज्जत गरेको थिएँ, मैले खाना खानु बोलाएको थिएँ, तपाईँको बाइबल वचन मलाई पढेर सुनाउनु भयो भने जबसम्म मेरो हृदयले म मान्छु, प्रभु यीशुलाई म विश्वास गर्छु, म एक दिन आउनै छ, म प्रभु यीशुलाई ग्रहण गर्ने नै छ भन्दाखेरि त्यतिखेर अनि एकदम झिझो लाग्थ्यो कि त। खाना खानु चाहिँ बोलाएको, अनि खाना चिसो भइसक्यो, 1 घन्टा आदि भइसक्यो, उसको प्रभुको वचन चाहिँ भनेको झिझो लाग्थ्यो कि सुन्नु मन लाग्दैन थियो। त्यस्तो भएर अनि मैले जबसम्म मेरो हृदयले मलाई प्रभु यीशुले मलाई चुन्नुहुन्छ तब म विश्वास गरेर आउनेछ एक दिन, हामीका लागि प्रार्थना गर्नुहोस् भेनाजु, अब खाना खाऊँ ल भनेर मैले खानासाना खिलाएँ मेरो भेनाजुलाई। अनि खिलाएको पछि भेनाजु पनि अलिकति गाह्रो मान्नुभयो। मैले भने भेनाजु गाह्रो नमान्नु, तपाईँले मेरो लागि प्रार्थना गरिदिनुहोस्। अहिले कति संसारमा मानिसहरू हुनुहुन्छ, हामी पनि त्यही धर्म मानेर आउनुभएको, तपाईँ पनि त्यही धर्म मानेर आउनुभएको भए पनि अहिलेसम्म जबसम्म प्रभुले आफ्ना हृदयमा प्रभुले छुनुहुन्न तबसम्म प्रभुले एक दिन अचानकमा प्रभुले बोलाउनुहुन्छ भनेर म हिन्दू नै थिएँ त्यतिखेर। अनि पूजा अब शिवको मूर्ति राख्थ्यो होइन, अनि पार्वतीको मूर्तिहरू थियो। एकदम घन्टी बजाई मलाई पूजाहरू गर्थ्यौँ। अनि सबैलाई आफ्नो शाखा सन्तान सबै आधा क्रिस्चियन आधा हिन्दूमै थियौँ हामी। अनि त्यस्तो गरेर अनि दसैँ तिहार आउँदाखेरि साह्रै रुनु मन लाग्थ्यो क्या त। टिका लगाउनु पर्छ भन्यो भने त्यतिखेर कोही बितेको हुने, कसै केही नहुने, त्यस्तो भइराख्ने। अनि एकदम चित्त दुखेर आउने हिन्दू हुँदाखेरि त्यतिखेर। अनि त्यस्तो भएर अनि मैले अनि यस्तो भनेर एक अर्कालाई पर्खिने यस्तो हुन्थ्यो, आउँदैन थिएँ, मनमा चिन्ता दुख्ने त्यस्तो हुन्थ्यो। भए पनि मैले एक दिन प्रभुलाई, अनि प्रभु तपाईँको इच्छाले तपाईँले हामी जस्ता मानिसलाई आज दसैँ तिहारको टाइममा हामी टिका लगाउन जान्दा पनि के भन्थ्यो, पैसाको मुख हेरेर नआउनुहोस्, पैसाको मुख हेरेर आउनु हुँदैन, आफ्नो दाजुभाइलाई खोजेर आउनुहोस्, त्यस्तो भने टिका लगाउँथ्यो। तपाईँलाई कस्तो लाग्छ त्यतिखेर नि? कस्तो सुन्दा कस्तो लाग्छ? अहिले हेर्नुहोस्, मैले यति माने, मैले यति धर्म, मैले आफ्नो कुल देवता मानेर आएर, मैले यस्तो छरेर आएर आफ्नो धर्म मैले अहिले विश्वास गरेँ, प्रभु यीशुलाई विश्वास गरेर ग्रहण गरेँ। प्रभुले म बहुत दुःख थिएँ त्यतिखेर। प्रभुले मलाई, नानी छुइर त टेन्सन नगर, म छु भनेर प्रभु यीशु खुद आएर मेरो छेउमा। त्यतिखेर मान्छेको उल्कारमा मैले प्रभु यीशुलाई ग्रहण गरेको, मान्छेले जबरजस्ती गरेर मैले भएको होइन, मेरो आत्माले मैले विश्वास, मेरो हृदयले मैले विश्वास गरेर मैले प्रभु यीशुलाई पाएँ। प्रभु यीशुको छोराछोरी आउँथे, प्रार्थना गर्थ्यौँ, जान्थेँ, भाइ तपाईँ क्रिस्चियन हुनुपर्छ, तपाईँ क्रिस्चियन भन्दा पनि मैले तिनीहरूसँग झगडा गर्थेँ। अनि कति भन्थे, हेर तेरो शाखा सन्तानहरू सबैजना क्रिस्चियन भयो, त नहु भन्ने मान्छे पनि थुप्रो छ म माथि। भए तिनीहरू म माथि अगाडि पुगेर प्रभु यीशुलाई पाएँ। प्रभुलाई कति धन्यवाद। मलाई जसले म हिन्दू थियो त्यतिखेर त क्रिस्चियन नहु, तेरो शाखा सन्तान क्रिस्चियन भएको छ भन्ने मान्छे पनि थुप्रो छ म माथि। म त त्यो अचम्म भन्छु, प्रभुले मलाई कसरी विश्वास गर्नुभयो।
एक दिन म राति सुतिराख्दाखेरि मलाई प्रभुले ओछ्यानमा सुतिरहेको थिएँ म, प्रभुले मलाई मण्डलीमा लगेर हातमा 2 हातमा समातेर मलाई पानीमा चुप्लुङ्गो डुबाए। हालेलुया। पिता परमेश्वर प्रभु, आज म हिन्दू भइसक्यो भने तपाईँले मलाई खोजिरहेका छन्, डोराइराख्नु भएको छ। आज तपाईँले मलाई पानीमा चोब्लाउनु भयो। म एउटा अहिले म हिन्दूमै छु भाइ, म अहिले तपाईँले मलाई विश्वासमा ल्याउनु भयो। म किन मेरो गवाई तपाईँहरूसँग म दिँदैछु। अहिले हेर्नुहोस् न, संसारमा मान्छे बुझेको छैन। मैले अस्ति मोबाइलमा हेरेको थिएँ कि त्यो बाइबल, एउटा बाइबल जलाइरहेको थियो। बाइबल च्यातेर जलाएर आदिवासी नेपालीहरू, थारूहरू हो कि को खोइ को नि, त्यस्तै गरेर चेताएर बाइबल चेताएर हालिरहेको थियो। कति मनमा खराब लाग्यो। हेर्नुहोस्, जबसम्म हृदयमा प्रभुले चुन्नुहुन्न नि, एउटा विश्वास गर्नु, हिन्दू मार्नुहोस् तपाईँको मनमा। विश्वासमा तपाईँहरूले यीशु धर्म माने यीशु धर्म मान्नु भए कसैको यो बाइबललाई च्यातेर एकअर्कालाई हिंसा गरेर एकअर्कालाई यो हिन्दू यो क्रिस्चियन नभनेर एक दिन तपाईँहरू फिर्केर आउनुहुन्छ म जस्तै, जस्ता मैले प्रभु पाएँ होइन। त्यसका लागि विश्वास गर्नुहोस्। विश्वास गर्यो भने तपाईँको हेर्नुहोस्, कति क्रिस्चियनका बारेमा कहिले कालो लगाइदिएको छ, कहिले मुसा दल्दिएको छ, कति भनिरहेछ। हामी भी मानेर आयौँ, हामी भी संसारमा मानेर आएको धर्म, हामी भी कुल देवता सबै मानेर आयो। आफ्नो इच्छाले लिनुहोस् न, एकअर्कालाई हिंसा नगर्नुहोस्, एकअर्कालाई हिंसा नगर्नुहोस्। म त्यही भन्छु। एउटा जे होस्, आफ्नो हिन्दू होस् मुस्लिम होस्, आफ्नो जातलाई आफै कन्ट्रोल गरेर तपाईँहरू विश्वास गर्नुहोस्। तपाईँहरूको इच्छा एकअर्कालाई हिंसा नगर, बाइबल नचेताउनुहोस्। बाइबल चेताएर देखाएर क्रिस्चियन भनेर दुनियाँलाई चेतेर हालेर होइन, बाइबल देखाएको छ क्रिस्चियनहरूको भनेर गरेछ। तपाईँहरूको घर परिवारमा पनि होला त, तपाईँहरूको घर परिवारमा पनि हुनसक्ला हो कि होइन? लु भन्नुहोस् त। म त त्यही भन्नु चाहन्छु, एकअर्कालाई कसैलाई हिंसा नगरेर आफ्नो जे धर्म छ त्यो मान्नुहोस्। तपाईँकै हृदयमा जबसम्म प्रभुले बास बस्दैन, तपाईँको हृदयमा प्रभुले बोल्दैन, तबसम्म तपाईँहरूले जति नै गरे पनि जबस्ती गरे पनि कहिल्यै हुँदैन। त्यो मान्छेले फल्नाले यस्तो गर्यो, डिस्काले यस्तो गर्यो भने मान्छेलाई नहेर्नुहोस्, तपाईँको आत्मामा हेर्नुहोस्। तपाईँको आत्मामा विश्वास गर्नुहोस्, एक दिन तपाईँले जरुर पाउनुहुन्छ। म त्यही भन्नु चाहन्छु कि अस्ति मलाई मन धेरै खराब लाग्यो कि यो बाइबल चेतेर यस्तो गरेर क्रिस्चियनहरूलाई सबैलाई जलाइदियो भन्ने यस्तो गाली गर्दै हाल्थ्यो, राम्रो लागेन मलाई नि। हामी भी अनपढ गवा, हामी पढा लेखा छैन, हामी बाइबल पढ्नु सक्दिनँ भए हाम्रो हृदयमा प्रभुले, हाम्रो आत्मामा चाहिँ हाम्रो बाइबलको हृदय चाहिँ हामीले बसाइरहेछ र हामी पढिरहेछ, हामी सुन्छौँ, प्रभु यीशुको बात सुन्छ, हाम्रो हृदयमा रहेछ। म तपाईँहरूसँग त्यही बिन्ती गर्छु कि मायाले यस्ता बाइबलहरू च्यातेर जलाइदिएर नगर्नुहोस्। अर्काको त्यो बाइबलहरू होस्, हिन्दूको होस्, क्रिस्चियनको होस्, च्यातचुत गरेर त्यस्तो नजलाउनुहोस्। त्यति नै भन्नु चाहन्छु प्रत्येकलाई। जय मसीह, नमस्कार।